2 मा उपस्थित सम्पूर्ण महानुभावहरूमा को आसन ग्रहण गरिदिनु हुनको लागि कार्यवाहक प्रमुख जिल्ला समन्वय समितिको अतिथिको आसन ग्रहण गरिदिनु राष्ट्रिय अनुसन्धान जिल्लाका प्रमुख आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्दछु। समूहको अध्यक्ष पवित्र कार्कीज्यूलाई पनि अतिथिको आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्दछु। उत्कृष्ट कृषकको लागि पेनपा 4 केन खत्री मेडम आउनुभयो सन्ध्याजीसी उहाँलाई अगाडि आएर नगद र प्रमाणपत्र लिन हुनको लागि म हार्दिक अनुरोध गर्दछु। ब्यानरतिर आएर राम्रो कति छ? 10,000 नगद 10,000 कर काटेर भइहाल्यो। धन्यवाद छ। यहाँ ताली बजाउनु नोट लाउनु ताली बजाएर स्वागत त्यो सामान नै यता हेर्नु पक्रिन्छ त्यति छ। पुरस्कृत भएको 4जना हाम्रो कृषकहरूले गरेको यो मेहनतको फल चाहिँ आज उहाँहरूले पाउनु भएको छ र भोलि पनि यी कृषकहरूले उहाँहरूबाट पाठ सिकेर चाहिँ यो बगरफाटलाई कृषिमय बनाउनु हुनेछ भन्ने आशा र अपेक्षा व्यक्त गर्न चाहन्छु। मानव खाएर यो मुडी उब्जाउने समयमा चाहिँ हामी लागिरहेका छौँ। आज यो हामी कृषकहरूको यो एकदम विशेष दिन हो। यो असार 15 भन्ने यो धान रोपाई हाम्रो दिन हो। आज यो हर्ष र उल्लासमय वातावरणमा मनाउने यो दिनमा चाहिँ हामी जति पनि यो बगरफाटमा जम्मा भएका छौँ सम्पूर्णलाई फेरि पनि हार्दिक शुभकामना व्यक्त गर्दै हामी कृषि प्रधान देश भएको हुनाले हामी कृषितर्फ चाहिँ एकदम अग्रसर छौँ र पनि हामीले उत्पादन गरेका चिजहरूले बजार पाएको छैन र कृषकहरूले चाहिँ त्यहाँबाट आम्दानी कमाउन चाहिँ एकदम गाह्रो भइरहेको छ। उहाँहरूले कमाएका उब्जनी गरेका ती चिजहरूले बजार पाएको छैन। पक्कै पनि स्थानीय सरकारहरूले उहाँहरूले उब्जनी गरेका यी चिजहरूलाई चाहिँ स्थानीय सरकारको ध्यान जानेछ भन्ने पनि आशा र अपेक्षा राख्दै र फेरि पनि तपाईँहरूलाई कृषिमा नै बल गर्नुहुनेछ र हामी कृषक भएर हाम्रा यो रहेका यी जग्गा जमिनमा हाम्रो अहिले पछिल्लो समयमा के भएको छ भने खेतीबारीहरू बाँझै राख्ने र त्यो जुन उब्जनी हुने खेतीयोग्य जमिन छ त्यसमा चाहिँ विभिन्न खालका ती मेटेरियल्सहरू बन्ने घरहरू बनाउने कार्यहरू छ। त्यसलाई चाहिँ एकीकृत बस्ती बनाएर चाहिँ यो जुन यो बगरफाटमा एकदम धान उत्पादन हुन्छ, मकै उत्पादन हुन्छ, यहाँ तरकारीहरू विभिन्न खालका तरकारीहरू हुन्छन्, केरा हुन्छ, यसमा चाहिँ कृषकहरूको यसमा ध्यान जाओस् भन्न म आग्रह गर्दै सम्पूर्ण उपस्थित महानुभावहरूलाई हार्दिक शुभकामना असारी 15 को शुभकामना दिँदै मेरो भनाइ अन्त्य गर्छु। हस्त धन्यवाद, नमस्कार। धान दिवस धान बालीमा सबभन्दा खाद्य सुरक्षा र आत्मनिर्भरता भन्ने चाहिँ धुमधाराका साथ आज देशव्यापी रूपमा चाहिँ मनाउन गइरहेको छ। त्यसको यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। हामी सबैलाई थाहा भएकै कुरा हो, कृषि नेपालको अर्थतन्त्रको मुख्य मेरुदण्डको रूपमा रहेको छ। त्यसमा पनि धान बाली भनेको कृषिको पनि प्रमुख बालीको रूपमा हामीले लिने गर्दछौँ र विशेष गरी धान खेती गर्ने किसानहरूलाई चाहिँ श्रमजीवी किसानहरूको चाहिँ श्रमको सम्मान गर्नको लागि र धान बालीमा उत्पादकत्व व्यवसायीकरण र औद्योगिकरणलाई चाहिँ वृद्धि गर्नको लागि नै हामीले नेपाल सरकारले 2065 सालबाट विषम 2065 सालबाट यो धान दिवस मनाउने भनेर औपचारिक निर्णय गरे पश्चात हामी क्रमशः धान दिवस मनाउँदै आइरहेका छौँ र यो धान दिवसले
यहाँ विशेष तमाम कृषकहरूलाई चाहिँ धान बाली मात्रै नभएर अन्य खेती चाहिँ गर्नेमा चाहिँ प्रोत्साहन गर्न सकोस्। म्याग्दीमा चाहिँ धान बाली मात्र नभएर अन्य खाद्यान्न बालीमा रैथाने फलफुल बालीमा चाहिँ आत्मनिर्भर बन्न सकोस् भन्ने सब सन्देश जाओस् भन्ने पनि मैले यहाँ यसै धान दिवसको दिन शुभकामना व्यक्त गर्न चाहन्छु। र हाम्रो निकै छोटो तयारीका बावजुद पनि हामीले यत्रो भव्यताका साथ यो कार्यक्रम सम्पन्न गर्न लागेका छौँ। यस कार्यक्रममा चाहिँ समन्वयकारी भूमिका निर्वाह गर्नुहुने प्रगति बर्माण कृषक समूह लगायत आमा समूहका सबै आदरणीय कृषक बुवामा दाजुभाइ दिदीबहिनीहरूप्रति म विशेष आभार व्यक्त गर्न चाहन्छु। र हाम्रो आफ्नो निकै कार्यव्यस्तताका बावजुद पनि हाम्रो छोटो निमन्त्रणलाई सहर्ष स्वीकार गरेर पाल्नुभएको अतिथिज्यूहरूलाई पनि म हार्दिक आभार व्यक्त गर्दै हामी बोल्ने भन्दा पनि अहिले फिल्डमा गएर धान रोपाइ गर्दै हिलोमा खेल्ने चाहिँ कार्यक्रम गर्ने भएको हिसाबले यो कार्यक्रमलाई यही मैले विषय भएको प्रश्न गर्छु। धन्यवाद। असार 15लाई राष्ट्रिय धान दिवस भनेर मनाउने गर्छ। यसको मुख्य उद्देश्य भनेको चाहिँ श्रमजीवी किसानहरूको श्रमको सम्मान गर्ने, धान बालीमा अलिकति धान यसको प्रविधि प्रचार प्रसार गर्ने, औद्योगिकरण गर्ने, व्यवसायीकरण गर्ने उद्देश्यका साथ हामीले चाहिँ वर्षेनी पनि मनाउने गर्छौँ। सरदर 3806 हेक्टरमा चाहिँ धान खेती हुने गरेको छ। त्योमध्ये हिजोसम्मको डाटामा चाहिँ हाम्रो 35% जस्तो गर्नु चाहिँ हाम्रो सम्पन्न भइसकेको छ र अहिले वर्षा चाहिँ भइरहेको अवस्थामा अब यो सुरक्षित गर्नु चाहिँ पर्ने।
क्यामेरा छ मेरो एकछिन हिलायो भन्नेको पृष्ठभूमि पनि किसान परिवारबाट आउनु भएको होइन के भन्नुहुन्छ जस्तै आजको दिन मात्रै होइन कि यो असार जस्तो लाग्छ असार 15 को महत्त्व त हामी कृषि प्रधान देशमा जन्म भयो अब हामी नेपाललाई चाहिँ कृषि प्रधान देश नै भनिन्छ र यो चाहिँ कृषकहरूको एकदम दिवस यो मध्य असार महिनाको मध्य दिनलाई चाहिँ असार 15 भनेर मनाउने कृषकहरूले एकदम रमाइलो गर्ने एक दिन भए पनि हिलामा बसेर यो दिनलाई चाहिँ विशेष दिन बनाउनुपर्छ भनेर परम्परा कालदेखि नै यो चल्दै आएको यो रीतिरिवाज असारे 15लाई दही चिउरा र साउन 15लाई खिरखानी भन्ने चाहिँ पहिल्यैदेखि कृषकहरूले मनाउँदै आएको यो चाड हो यो एकदम हर्ष उल्लास मयका साथ चाहिँ आज हामी यो कृषि ज्ञान केन्द्र म्याग्दी र यो बगरघाटको कृषि समूहले चाहिँ आयोजना गर्नुभएको थियो यसमा चाहिँ हामीलाई पनि निम्ता गरेर आइयो धान रोप्न पाइयो खुसी लाग्यो यहाँ विभिन्न खालका कार्यक्रमहरू पनि राख्नु भएको छ माछा छोप्ने घैटो तर यो चाहिँ यो हेर्दा सरस्वती यहाँ बाँझा जग्गा देखिएन होइन एकदमै यसमा चाहिँ बाँझा जग्गा देखिएन किनभने यो एकदम उर्वर भूमि भन्नाले यसलाई चाहिँ एकदम कृषकहरूले यसलाई चाहिँ बाँझो राख्नु भएको छैन बाटोले बिचमा चिरेको छ यस्ता जग्गाहरू चाहिँ बाँझो नराख्ने यहाँका कृषकहरूले चाहिँ आफ्नो प्रेम सिंह रहेछ अहिले कर्नेल क्याप्टेन छ कर्नेल प्रेम सिंह हो पोखराको प्रशान्त सिंह दर्शकबिन आज हामी असार रोपाई महोत्सव सकेर धान रोपेर चाहिँ अहिले यहाँ दही चिउरा ल यहाँ हामीलाई स्थानीय कृषकहरूले चाहिँ दही चिउरा खुवाउँदै हुनुहुन्छ र आफूहरूले पनि खाँदै हुनुहुन्छ चार ठाउँमा ल्याउनु त